एनपिएलमा सम्भवतः सबै नेपालीहरूको लागि एउटा बत्तीमा एनपिएल देखाउने हामी प्रयास गर्छौँ सर। त्यसको लागि चाहिँ कसरी ढिला भयो अथवा यो कुरा के कुराहरूले छन् भनेको एउटा ब्याकग्राउन्डिङमा छुट्टै कहानीहरू धेरै छन्, त्यो पछि खोल्दै जाउँला। त्यसको हजुरहरूलाई आउँछ पनि होइन। त्यसलाई टियो क्रिकेट मैदानमा छौँ। आज यो उज्यालो झल्झली देखिरहेको छ। सरी आज चाहिँ टियो मैदानमा लाइट बलेको छ होइन। यो चाहिँ थोरै लाइट बलेको जस्तो पनि देखिरहेछ। यहाँको परिचय सहित यो के हो आज लाइट बल्ने प्रोग्रामको थोरै भन्नु न। हजुर, मेरो नाम अभय कडेल। म यस मिसन ईश्वरी जोइन्ट भेन्चरबाट इलेक्ट्रिकल इन्जिनियरबाट कार्यरत हुँदै यस फ्लड लाइटको डिजाइन अथवा इन्स्टलेसन सबैको कामहरूलाई चाहिँ हेरेर छु। मेरो ब्याकग्राउन्ड चाहिँ इलेक्ट्रिकल इन्जिनियर छ। लाइट आज कतिवटा लाइट बल्यो यो? सर आज हामीले यो 4वटा मात्र बाल्यौँ। यसमा कस्तो भयो भने हामीले बाल्न त अब यतापट्टिको जुन सबै 6वटा पोलमा एउटा राखेर बाल्ने भन्ने थियो, तर कस्तो भयो भने इरेक्सन गर्नलाई चाहिँ हामीलाई त्यो लोडले पनि डिस्टर्ब गर्ने भएर चाहिँ हामीले लाइट चाहिँ हालेनौँ होइन। अनि त्यही भएर चाहिँ अब जतिवटामा हालेको थियौँ त्यसको चाहिँ एक एकवटा चाहिँ बाल्यौँ सर। यो पुरै लाइट चाहिँ कहिलेसम्म चाहिँ यो सकिन्छ? पुरै लाइट कहिलेसम्म पुरै झल्झली पुरै बल्छ? अब चाहिँ एनपिएल अगाडिकोसम्म सबै सकिने सेड्युल छ सर। अब अहिलेको हिसाबले चाहिँ हामी विदिन अ सेड्युलमै छौँ, किनकि हामीलाई सबैभन्दा च्यालेन्जेस भनेको नै इरेक्सन नै थियो होइन। र तपाईँको भूगोलको हिसाबले हेर्नुभयो भने त्यो गर्नलाई क्रेन बस्ने ठाउँहरूदेखिबाट सबै कुरा म्यानेज गर्नुपर्ने थियो। त्यसमा चाहिँ भूगोलको हिसाबले गर्दाखेरि हामीले इरेक्सन एउटा मेन च्यालेन्ज थियो। र अबको भनेको चाहिँ हाम्रो चाहिँ इन्स्टलेसन मात्र हुन्छ र त्यो चाहिँ कस्तो भने भूगोलले चाहिँ हामीलाई त्यति डिस्टर्ब गर्ने भएन। अब त्यसपछि हामी अब सर आफ्नो तरिकाले आफ्नो सेड्युल बनाएर हिँड्न सक्ने तरिकाको चाहिँ अब हामी भइसकेको छौँ। यो समग्रमा कतिवटा फ्लड लाइटहरू छन् होइन चाहिँ यो बारे पनि थोरै भन्नु। हजुरको फ्लड लाइट चाहिँ 420वटा छन् यसको लागि डिजाइन भएको चाहिँ, र पोल चाहिँ हजुरको 6वटा हजुरहरूले देखिसक्नु भएको छ। त्यही नै छ सर। अब यो काम जुन मङ्सिर 1 गतेदेखि एनपिएल क्रिकेट सुरु हुँदैछ, त्योभन्दा अघि सबै कुरा सक्नुहुन्छ? हामी प्रयासरत छौँ सर। कति जति काम सकिएको छ अहिलेसम्म? अब यसलाई त हजुरले फाइनेन्सियल्ली हेर्नुभयो भने देखिँदैन। फाइनेन्सियलको हिसाबले त लाइट जोडिने हाम्रो मेन प्राथमिकता अथवा त्यसले नै हाम्रो धेरै बजेट चाहिँ त्यसमै छ। र अर्को कामको हिसाबले हेर्नुभयो भने चाहिँ हामी लगभग 70 देखि 80% छौँ अहिले। यो भनेपछि मङ्सिर चाहिँ 1 गते यो फ्लड लाइटमा नेपालीहरूले चाहिँ एनपिएल हेर्न पाउनेछन्। हजुर, हजुर मैले पहिले नै भने यसमा हामी प्रयासरत छौँ। र यसको लागि चाहिँ के छ भने हामी जसरी हजुरहरूले देख्नुहुन्छ कि हामीले दसैँ अगाडिको एउटा मात्र उठाउन सक्ने सफल भएको थियौँ। अहिले हेर्नुभयो भने हामीले लगभग 15 दिनमा चाहिँ 5वटा पोल उठाएको छौँ।
एउटा भनेको हजुरको एउटा पोललाई हामीले 3 दिनभन्दा टाइम वेस्ट गर्न नगरेको जस्तो देखियो होइन। यसमा भित्र केबलको काम गर्नु पऱ्यो, त्यो गर्नु पऱ्यो होइन। फेरि मिल्दैन, टेक्निकल कुराहरू धेरै हुन्छन्। प्लस अब बाटोको भूगोलले यस्तो गर्दाखेरि बाटो मिलाउनु पऱ्यो होइन। यो सबै कुरा गर्दा हामीलाई 3 दिनको एउटालाई 3 दिनको टाइम लागिरहेको छ। त्यही भएर चाहिँ हाम्रो रफ्तार त हामीले देखाइसकेको छ एउटा। हामीलाई पनि के छ भने हिजो दुईवटा एकैचोटि पोल उठाएपछि चाहिँ के भयो भने हामी पनि सेड्युलमा विदिन सेड्युलमा बसेको छौँ र हामीले एउटा ढुक्क छौँ कि अब चाहिँ हामी यही रफ्तारमा गयौँ भने चाहिँ एनपिएलमा सम्भवतः सबै नेपालीहरूको लागि एउटा बत्तीमा एनपिएल देखाउने हामी प्रयासरत छौँ त्यसको लागि चाहिँ। यो हजुर कम्पनी के भने यो त प्याराफिट लगायतको कामहरू हजुरकै हो कि यो कस्तो हो? होइन सर, यसको चाहिँ अर्कै टिम हुनुहुन्छ र त्यसको बारेमा मलाई त्यति जानकारी छैन। र हामी भनेको चाहिँ यो 6वटा पोल, यतापट्टिको प्यानल हाउसको हाम्रो जेनेरेटर हाल्ने काम, मेन सिङ्क्रोनाइजिङ प्यानल राख्ने र अब कन्ट्रोलिङको काम, यो हाम्रो यति चाहिँ हाम्रो पार्टमा परेछ। र यो आज यो लाइट बाल्दाखेरि जसरी नेपालीहरूले धेरै पछि यो भनौँ त एउटा सपना जस्तै थियो फ्लड लाइटमा क्रिकेट खेल्ने होइन, यहाँ त एउटा कामसँग जोडिनु भयो होइन। अब नेपालीहरूको एउटा सपना पनि पुरा हुँदैछ, वर्ल्ड कप खेल्दैछ लगायत क्रिकेटमा एउटा नयाँ क्रेज पनि छ, क्रेज त त्यो छँदैछ, एनपिएलमा एउटा नयाँ आउँदैछ क्या। यो हुँदाखेरि चाहिँ हजुरलाई कस्तो चाहिँ आफू नेपाली क्रिकेट फ्यान एज अ फ्यानको हिसाबले कति खुसी गर्दै हुन्छ? यसमा एउटा खुसी त लागि नै हाल्छ सर पक्कै पनि। र प्लस हाम्रो जुन नेपाली टिमहरूले सफलता प्राप्त गर्दै हुनुहुन्छ त्यसमा अझै एउटा उहाँहरूको लागि एउटा प्लस पोइन्ट, रातिमा पनि गेम खेल्ने अथवा यो गेम मात्र खेल्ने नभएर रातिमा प्र्याक्टिस गर्न मिल्यो उहाँहरूले होइन। जुन उहाँहरूको यो अब सुरुवातै यहीँबाट भएको छ होइन। यो ग्राउन्डमा उहाँहरूको एउटा जर्नी यहीँबाट स्टार्ट भएको हो र त्यसको लागि अब हामीले चाहिँ एउटा योगदान दिन सकेकोमा चाहिँ हामी खुसी नै छौँ त्यसको लागि चाहिँ। भनेपछि मङ्सिर 1 गतेसम्म सबै तयार भइसक्छ होइन? प्रयासरत छौँ सर। अब यसमा टेक्निकल डिफिकल्टिजहरू केही आयो त्यो भयो भने होइन, किनभने हजुरको कस्तो भने टेक्निकलिटिजहरूमा हामीले अब फोरकास्टिङ गर्न पनि सक्दैनौँ कति कुराहरू होइन। त्यो फोरकास्टिङ अहिले गर्न नसक्ने भएको कारणले अब प्रयासरत छौँ हामी, त्यही सेड्युलमै हिँडिरहेको छौँ। सम्भवतः त्यसमा एनपिएल खेलाउने नै हाम्रो प्रयास नै हुन्छ। यो काम ढिलो भयो भनेर चाहिँ हजुरको चाहिँ निर्माण कम्पनीलाई जरिवाना पनि तिरेको थियो होइन? कति जस्तो छ सर यसमा, हामी कसरी ढिला भयो अथवा यो कुरा के कुराहरूले छन् भनेको एउटा ब्याकग्राउन्डिङमा छुट्टै कहानीहरू धेरै छन्, त्यो पछि खोल्दै जाउँला, त्यसको हजुरहरूलाई आउँछ पनि होइन। र यसमा के भयो भने फर्स्टमा हाम्रो जुन डिजाइन अथवा टेन्डरको जुन थियो स्पेसिफिकेसन, त्यो स्पेसिफिकेसन अनुसारको चाहिँ हाम्रो 3टा मासको चाहिँ डिजाइन चेन्ज भयो र हाम्रो के थियो भने निश्चित समयमा हामीले गर्नको लागि हामी प्रोक्युरमेन्टमा फर्स्टमा जानु पर्ने त हामी प्रोक्युरमेन्टमा हामी एक लेभलमा गइसकेकोमा डिजाइन चेन्ज भएको कारणले गर्दाखेरि त्यो प्रोक्युरमेन्टको चाहिँ हाम्रो फेरि रिस्टार्ट गर्नु पऱ्यो। त्यसले गर्दाखेरि एउटा त्यो फ्याक्टरले ढिला भएको मेजर फ्याक्टर त्यो नै हो, डिजाइन चेन्ज भएको कारणले गर्दाखेरि होइन। र प्लस अर्को भनेको फ्लड लाइटको चाहिँ हामीले एउटा ओइएम जो चाहिँ छ सिलेक्ट हुनको लागि हामीले टेन्डरमा दिएको चाहिँ उहाँहरूले रिजेक्ट गर्नुभएको कारणले गर्दाखेरि फेरि हामीले अर्को सबमिसन गर्नु पऱ्यो र त्यसको एउटा टेक्निकल्ली क्वालिफाई गर्नलाई त्यो ओएमलाई हामीले क्वालिफाई गर्नको लागि नै टाइम लाग्यो। र प्लस प्रोक्युरमेन्टमा चाहिँ हाम्रो अब यो युरोपियन कन्ट्रीबाट ल्यायौँ होइन, युरोपियन कन्ट्री इटलीबाट ल्याउँदाखेरि चाहिँ त्यसमा पनि एउटा चाहिँ जस्तै कि समय पनि लाग्यो। र अर्को भनेको तपाईँको हाम्रो त्यस्तो बडा भएको भए हामीलाई अझै अलिकति सहज हुन्थ्यो कि होइन। त्यसमा कस्तो हुन्छ नि हजुरको एउटा ल्याङ्ग्वेज ब्यारियरले पनि हामीलाई चाहिँ एकदम डिफिकल्टी पारिरहेको हुन्छ होइन। त्यही हो सर, अब हामीलाई यसको ब्याकग्राउन्डिङको स्टोरेजहरू छ, हजुरहरूलाई बिस्तारै खुल्दै जान्छ हुँदै जान्छ। इस्टिमेट चाहिँ कति हो यसको लाइटको? अब हाम्रो रफली भ्याट शुद्ध हेरेर भन्नु भने चाहिँ 47 करोड 37 लाख जतिको छ। 47 करोड। हस्, थ्याङ्क यू सर।